एपिसोडको स्टार्टिङमा एउटा कपल डिसाइड गर्छन् कि उनीहरू दुईजना सिक्रेटली डेट गर्ने भनेर। त्यसपछि हामीलाई एउटा अफिसको सिन देखाइन्छ। त्यहाँ एउटा मान्छे बसेर काम गर्दै थियो र उसको नाम तातेसी थियो। त्यसपछि त्यहाँ उसको सिनियर सिजुनो आउँछ अनि उसको सिनियर भन्छ कि तिमीलाई यो अफिस रोमान्स बारेमा के लाग्छ। त्यसपछि उनीहरू दुईजना पछाडि हेर्छन्। त्यसपछि हामीलाई थाहा हुन्छ ती दुईटा केटीहरू अफिस रोमान्सको बारेमा नै कुरा गर्दै थिए। कोसँग डेट गर्दैछ अनि तिनीहरूको कुरा सुनेर तातेसी भन्छ कि मेरो विचारमा हामीलाई यस्तो गर्नु हुँदैन। त्यसपछि उसको कोवर्कर मारिया भन्छ कि मेरो विचारमा यो सबै कुरा गर्न अनइथिकल हुन्छ। अनि त्यो दुईजना बोलिरहेको मान्छे भन्छन् कि यो कस्तो थ्रिलिङ हुन्छ आफ्नो रिलेसनसिपलाई हाइड गर्दा। मारियाले यो कुरा सुनेर भन्छ कि तिमीहरू दुईजना गेम खेल्दैछौ क्या। अनि तातेसी भन्छ कि मलाई त यस्तो लाग्दैन त। त्यसपछि उसको सिनियर त्यहाँबाट जान्छ र भन्छ कि हामीलाई काममा ध्यान दिनुपर्छ। त्यसपछि प्लानिङ डिपार्टमेन्टबाट युवी त्यहाँ आउँछ अनि तातेसीसँग रिसाउँछ तिम्रो रिसेप्ट किन क्यान्सल भयो भन्छ। अनि त्यो केटी लास्टै रुडली बोलिरहेको थियो र तातेसीले त्यो सम्झाउन खोजिरहेको थियो। अनि रिसेप्टलाई राम्ररी लेख्न पर्छ नत्र डाइरेक्टरको कारणले म यसलाई एप्रुभ गर्न सक्दिनँ। युवी यो कुरा सुनेर भन्छ कि ठिक छ अनि त्यहाँबाट जान्छ। त्यसपछि हामीलाई एउटा अपार्टमेन्टमा देखाइन्छ अनि त्यहाँ युवी एकदमै खुसी देखिन्छ अनि वेलकम गर्छ तातेसीलाई। त्यसपछि तातेसीलाई सरी भन्छ अफिसमा रुडली बोलेको कारण। अनि त्यसपछि तातेसी भन्छ कि मलाई त लागेको थियो हाम्रो ब्रेकअप भयो भनेर। अनि युवी भन्छ कि त्यस्तो होइन, हाम्रो रिलेसनसिपलाई हाइड गर्न मैले यस्तो गरेको हो। त्यसपछि तातेसी सोच्न लाउँछ कि युवी कति राम्री छे। अनि त्यसपछि तातेसी भन्छ कि हामी अफिसमा जति लडे पनि हामी एक अर्कालाई निकै माया गर्छौँ अनि घरमा मिल्छौँ। गाइज यदि हजुरहरूलाई नेक्स्ट पार्ट चाहिन्छ भने यो भिडियोमा 10 लाइक र 10 कमेन्ट गरिदिनु। यति भन्दै बाई बाई सायोनारा।